आज चाहिँ मैले अमिलो पिरो टक्क परेको भटमास र गुन्द्रुक साँधेको अचारको रेसिपी लिएको छु है। सो तपाईँहरू पनि हेर्नुहोस्। मलाई चाहिँ कस्तो सर्दी पनि लागिरहेको छ, ज्वरो पनि आउनु खोज्दैन नि त। अन्त कस्तो अमिलो पिरो खानु मन पऱ्यो क्या। मलाई मात्रै त्यस्तो हुन्छ कि तपाईँहरूलाई पनि त्यस्तै हुन्छ? मलाई चाहिँ ज्वरो आउनु खोज्यो भने कस्तो अमिलो पिरो खानु मनपर्छ क्या। फेरि ज्वरो आइसकेपछि फेरि मलाई केही चाहिँदैन, पानी पनि चाहिँदैन, त्यस्तो हुन्छ। त्यहाँदेखिको चाहिँ मैले यहाँनिर पेन बसाएँ। पेनमा चाहिँ भटमास अलिअलि फ्राई गरेँ है। त्यसको बाद चाहिँ त्यसमै फेरि गुन्द्रुक हालेँ। त्यहाँबाट गुन्द्रुक पनि अलिकति फ्राई गरेर निकालेँ। त्यसको बाद चाहिँ मैले 4-5 टमाटर पनि एड गरेँ। टमाटर हाल्यो भने चाहिँ राम्रो लाग्छ। त्यहाँदेखिको टमाटर पनि निकालिसकेपछि फेरि त्यसमै मैले मेथी पनि फ्राई गरेँ। मेथीलाई चाहिँ झाने भनेदेखिको राम्रो हुन्छ नि त है। मेथी हल्दी लगाएर मैले झानेँ। त्यसको बाद चाहिँ अन्त काँक्रा, प्याज, डल्ले खोर्सानी 2टा जस्तो डल्ले खोर्सानी, टिम्बुर, मरिचको धुलो हाल्दैछु। अन्त त्यहाँबाट अघि जुन मैले खर्याएको थिएँ त्यो तेल हाल्दैछु। त्यहाँदेखिको चाहिँ मिक्स गरेर है एकदमै मिठो टेस्टी अन्त कस्तो दामी, हेर्दा पनि हेर्नु खाम लाग्दो देखिरहेको थियो। यति भएपछि त भात त नरुच्ने कुरै छैन।